हेलो एभ्रिवान वेलकम टु ब्याक माई युट्युब च्यानल अगेन। अनि म चाहिँ फाइनली नेपाल जाँदैछु अनि अहिले चाहिँ ट्याक्सीमा चढेर अब एयरपोर्टतर्फ लाग्दैछु। अनि अब एयरपोर्ट पुगेपछि हजुरहरूसँग म भेट्ने छु है त गाइज, बाई। ओके, म चाहिँ एयरपोर्टभित्र जाँदैछु। एयरपोर्टमा अब चाहिँ छिर्नुपर्ने छ, कता कता इन्ट्री हुन्छ ट्राई गर्नुपर्ने छ। Guys, passport checking. हाँ, वो रिचार्ज करा कि मशीन से 20 रुपये का। याद से कर दो, मतलब सुबह में खाली करने को हामी सबैजना चाहिँ यहाँ फ्लाइट वेटिङ गरेर छौँ। आज 1 घन्टा ढिलो पाउने पऱ्यो, त्यही भएर हामीहरू चाहिँ यहाँ बसिरहेको छौँ अनि अब जाँदैछौँ। सबैजना म चाहिँ प्लेन चेकआउट गरेर बसिरहेको छौँ। त्यहाँ सबैजना हुनुहुन्छ। हामीहरू चाहिँ इन्डिया परेको छ। इन्डियाबाट बागडोरा काकारभित्र पुगेपछि मात्रै घर पुग्छु। अनि अब 6 बजीको फ्लाइट थियो, 1 घन्टा लेट भयो। 7 बजी फ्लाइट हुने भयो। जाँदैछु अब चाहिँ के हुन्छ मेक्सिको। हामी फ्लाइट चढ्नलाई जाँदैछौँ भित्र, प्लेन चढ्नको लागि जाँदैछौँ। अनि त्यसपछि मेरो चाहिँ यता भइसक्यो, हामी चाहिँ जाँदैछु। म चाहिँ यता छु, म जाँदैछु फ्लाइटमा। प्लेनमा चढ्नलाई जाँदैछु अब। अनि मेरो छेउमा कोही छैन, म मात्रै एक्लै। क्या मेरो सिटमा चाहिँ सबैजना बसेको छ, म चाहिँ एक्लै बसिरहेको छु। म चाहिँ क्या मेरो फ्लाइटमा सिटमा कोही छैन। यार यस्तो एक्साइटेड। हामी चाहिँ उड्दैछौँ, हामी चाहिँ उड्न लाग्यौँ। हामी अब हिँडिरहेछौँ, भुइँमा हिँड्दैछौँ। अब चाहिँ हामी उड्छौँ आकाशमाथि। अझ पनि भुइँमै छ, कहिले उड्छ माथि अब उड्छ। गाइज कस्तो दामी भ्यूज देखिएको यार। यहाँबाट चिउ हुँदैछ। यस्तो दामी भ्यूज देखिरहेको छ। म सहरहरू त यस्तो दामी देखिरहेको छ माथिबाट। हैदराबादमा ओर्लिसकेँ। यहाँबाट फेरि कति घन्टाको टाइम झन् फेरि अर्को प्लेन आउँछु। हैदराबाद आएर बसिरहेको छु म।
हैदराबादबाट फेरि फ्लाइट पक्रेर घर अनि मात्र आइपुग्छु सामान राखेर बसिरहेको छु फ्लाइट पर्खिनुलाई बिजोग 10 घन्टा बिताउनु पर्ने छ यत्तिकै 10 घन्टा के गरेर बिताउने भन्ने कुरा थाहा छैन भएको 2 बज्न आँट्दैछ अझै हाम्रोमा अझै 8 घन्टा बाँकी छ 10 बजेको फ्लाइट छ अनि मैले चाहिँ म भित्र पनि दिएको छ पसिदिएको छैन बाहिरको बाहिर के गर्ने भनेर बसिरहेको छु म चाहिँ मान्छे यति भिड छ भनेर म छक्क परिरहेको छु सब इन्डियन छ म मात्र नेपाली छु के गर्ने यहाँनिर बाङ्लो जस्तो बाटोमा बसिरहेको छु भिड घुइँचो कम्ता छैन म चाहिँ यहाँ सामान मेरो यहाँ बसिरहेको छु यति धेरै मान्छेको घुइँचो छ मेरो चाहिँ बिजोग छ यहाँनिर म थाकिसकेँ यार भर्खर 3 बज्दैछ यार अझै 7 घन्टा वेटिङ छ अझै निदा पनि लागेको छ होइन घर पुग्नु बेला यस्तो छेउ भएको छैन 7 घन्टा पर्खिनु पर्ने अझै 3 घन्टा बल्ल बितेर गइसक्यो यत्तिकै बसेको मान्छेहरू जानेर आउनेको कति भिड म चाहिँ यहाँ मस्त बसेको मान्छेले हेरेको मलाई क्या यस्तो बिजोग भइसक्यो यार मेरो चाहिँ अब हैदराबादबाटको फ्लाइट भइसकेको छ अनि अब यहाँ मेरो चाहिँ टिकट चेकआउट गराएर हैदराबादबाट बागडोरा जानलाई रेडी म अब फ्लाइट चढ्नलाई टिकटहरू चेकअप गरेर म जाँदैछु अनि साथीहरू फाइनली अब म चाहिँ यहाँ फ्लाइटमा चढिसकेको छु अनि अब प्लेन उड्न बाँकी त्यसपछि अब बागडोरातर्फ जाँदैछु म अब भिडियोहरू त खासै बनाउनु पनि पाइनँ अनि त्यति अलिअलि भिडियो बनाएको छु घर पनि जान्छु घर गएर जाँदैछु घरमा सरकारी पुग्छु भनेको सरकारी चोक सामानहरू हेरेर बोक्नु जाँदैछु अनि सफारीमा जाँदैछु अब मलाई लिन आइपुगेको अरे बाटोमा यिनीहरू वेलकम म कहाँबाट आएको घर आइपुगिसक्यो अनि पुरा मलाई लिन आएको अरे साथीहरू हामी चाहिँ फाइनली नेपाल आइसकेँ अनि भिडियोहरू पनि बनाएन त्यत्तिकै घर आउनुको खुसियालीमा भिडियो एक्साइटेड हुन्छु बनाउँछु भनेको बनाउनै पाइनँ त्यत्तिकै अलिअलि भिडियो बनाएँ अनि अब चाहिँ खानाहरू खाएर म चाहिँ अब सुत्न लागेको